हामी कहाँ जानु लागेको थियो घुम्नु जानु लाग्यो ए आज हामी 3 जना फर्किन्छौँ आज यसो घुमघाम गरौँ जाम कहाँ कहाँ पुगिन्छ सानो मान्छेसँगै घुम्न लाग्यो उसलाई घुम्यो भनेपछि फेरि मक्ख हो अनि ऐना पोखरा अनि अरू ठाउँ पनि हामीले घुम्ने विचार थियो र दिनमा हामी चाहिँ ऐना पोखरा नै जाऊँ भनेर यो चाहिँ आबु खैरेनीमा रहेको रहेछ मैले भिडियो गरेँ भन्दा पनि धेरै राम्रो रहेछ कि त्यो ऐना पोखरा त्यहाँ गयो यस्तो चिसो है बाबु पनि कस्तो मजाले इन्जोय गर्यो साह्रै राम्रो लाग्यो अनि कति मिठो राम्रो झरना हेरेर वाउ हाम्रो नेपाल साँच्चै नै सुन्दर रहेछ कि यस्तो राम्रो झरना छ त्यहाँ मैले राम्रोसँग क्याप्चर गर्न पाइनँ तर मैले देखाएको हुनाले अति सुन्दर लाग्यो मलाई त्यो झरना त्यहाँ मजाले इन्जोय गऱ्यौँ बसेँ मजाले बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ मजाले खेल्यौँ बच्चा बाबु पनि इन्जोय गर्यो हामी दुईजना पनि इन्जोय गऱ्यौँ बाबा छोराको चाहिँ मैले खिचिदिइरहेको हुन्छु बाबा छोराको चाहिँ म्याक्सिमम् छ यो भिडियोमा बाबुले भक्कु सुतेर उठाएको थियो अनि उठाएको थियो माथिपट्टि जाँदैछौँ ऐना पोखराको टिकट काउन्टरबाट भित्र छिर्यौँ बाहिरबाट यस्तो देखिन्छ अब योभन्दा माथि अलिक माथि जानुपर्ने रहेछ भर्याङ चढेर हेलो मायो अनि मेन त यसको त झरना नै हो झरना भए तापनि यो चाहिँ सरकारद्वारा बनेको रहेछ कस्तो राम्रो कि त्यो मिनी थाइल्यान्ड पनि भन्दा रहेछ यहाँ चाहिँ मिनी थाइल्यान्ड जस्तो राम्रो हो भर्याङ भएर जानुपर्ने सिनहरू कस्तो राम्रो बिचमा मूर्तिहरू पनि छ यस्तो पानीको छहराहरू राखिएको छ चिसो पानी छ जस मान्छेको माइन्ड एकदमै ह्याङ भएको बेलामा एकदम स्ट्रेस भएको बेलामा यहाँ गयो भने चाहिँ मलाई आनन्द मिल्छ माइन्डलाई एकदम रिलिफ मिल्ने ठाउँ चाहिँ रहेछ